मम्मी के गर्नु लाग्यो तपाईँले? म यहाँ प्याज काट्दैछु, जरा काट्न लागेको। ए प्याज राख्ने ठाउँ नभएर साङ्ग्रो भएर अनि यो जरा त्यत्तिकै ल्याएर राखेको थियो, कुहिनी भयो। अनि यसलाई जरा काटेर यहाँ साङ्ग्रो छ कोठा, यहाँ एक हातमा बोरामा फिजाइदिनु पऱ्यो भनेर लाग्यो। के आफूले गरेर खेती यति प्याज भएछ, 400 को प्याज रोपेको, यति भएछ। त्यही पनि आफूले गरेको, आफूले रोपेको भनेको आफूले लगाएर होइन, आफूले अब एक पाखी जति अझै आउने ठाउँ छ, त्यो चाहिँ अलिक पछि रोपेको। त्यसलाई चाहिँ अब 6-7 दिनमा उठाउनु पर्ला। त्यही त छ, साग छ र त्यो साग खाने। काठमाडौँ राख्नु भने चिसोले सबै उम्रेर जस्तो लाग्यो। यसलाई झ्याल खोलिदिएर चाहिँ घाममा 2-4 दिन घाममै त्यही खाटमै फिजाइदिनु पऱ्यो बोरा नदिराखेर। अनि त्यहाँबाट मात्रै हाटामुनि राख्नु पऱ्यो। कोठामा बसेको साङ्ग्रो छ, त्यही भएर चाहिँ यसलाई यही खाटमै फिजाउनु पऱ्यो भनेर लागेको। बुवाले पनि ल्याइदिनु भएछ, त्यहाँ माथि रोप्दाखेरि एक पाखी जति ल्याइदिनु भएछ। त्यो पनि झोलामा छ, त्यसलाई पनि अहिले यति काटिसकेपछि त्यसलाई पनि यही ल्याएर फिजाएर राखिदिनु पऱ्यो। अनि यो पछिसम्म 1वटा 2-2वटा खानालाई हालेर तरकारीमा आफूले रोपेर आफूले रोपेर अनि खानालाई पुग्छ जे होस्। अलिअलि यसो बिरुवा गरिदिन्छ, अलिअलि आफू खान्छ। तैँले नि एकछिन जरा काट्दै भए छिटो हुन्थ्यो नि बाबु। पसल जानुपर्ने, फेरि अर्को काममा जानु छ, फेरि पसल पनि जानु छ, यता काम पनि कोठामा नि भ्याउनु पर्ने, यता पसल पनि जानु पर्यो। के गर्नु, दुःख नगरी खान पाइँदैन, दुःख गरेरै खानुपर्छ। त्यही भएर यसो एकछिन 9 बजी 9:30 बजी जान्छ पसल चाहिँ, एकछिन यहाँ फुर्सद गरेर आएको।